everyone. Have a nice day. नमस्कार सम्पूर्णमा म सुरेन प्रधान 58 गोर्खा राइफल्स सिरमोर राइफल्सको दार्जिलिङ कालिम्पोङ तराई डुवर्स भूतपूर्व सैनिक संगठनको म महासचिव र हिजो मात्र हामीले गत दिनांक 16 मार्च 2025 को दिनमा फुलबारी भित्र यो खप्रेलदेखि भित्र फुलबारी को सार्वजनिक भवनमा हाम्रो पल्टनको 84औं स्थापना दिवस पालन गर्यौं र त्यो भव्य अनि सभ्य रूपमा पालन हुन सक्यो र यसमा आयोजना गर्नमा सुबेदार राजु गुरुङ, सुबेदार धीरज गुरुङ अनि हाम्रो भाइ सुरेन गुरुङ उहाँहरुको ठूलो अहम भूमिका थियो। साथसाथमा उहाँहरुको घर परिवार पनि लागि परेको थियो। म चाहिँ अलिकति टाढोमा छु, यहाँ सुकुनाबाट त्यहाँ खट्नु पनि जान धेरै असुविधा र त्यसै पनि मैले समय पाउनु नसक्ने हुनाले म त्यति एक्टिभली त्यहाँनिर खट्न सकिन र ती आयोजक समितिका भाइहरुलाई अनि पीके श्रेष्ठ अनररी क्याप्टन पीके श्रेष्ठ भाइ उहाँहरु सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। अनि यो एउटा राम्रो कार्यक्रम भयो। हिजो यहाँनिर सम्बर्धना दिने काम अनि वीर नारीहरुलाई सम्मान दिने कामदेखिको लिएर वृद्ध हाम्रा भूतपूर्व सैनिकहरुलाई सम्मान गर्ने काम भयो र यहाँनिर यो एकदमै राम्रो काम भएको छ र पल्टनबाट पनि त्यति टाढो पल्टन हाम्रो बिनागुडीमा छ 58 गोर्खा राइफल्स, त्यहाँबाट पनि हाम्रा लेफ्टिनेन्ट कर्नल सागर गुरुङ साहब अनि सुबेदार मेजर दिलबहादुर थापा साहब आइपुग्नु भएको थियो। उहाँहरुको उपस्थितिले गर्दा झन् त्यो हाम्रो प्रोग्राममा सुनमा सुगन्ध थपिएको छ। त्यसको निम्ति हामी पल्टन प्रति साथसाथै उहाँहरु दुईजना साहबहरु प्रति पनि हामी आभार व्यक्त गर्दछौं र जुन पाराले हिजोको कार्यक्रम भव्य अनि सभ्य रूपमा आयोजना भयो त्यसको निम्ति सम्पूर्ण उपस्थित हुने महानुभावहरु अनि साथसाथै हाम्रा सुबेदार राजु गुरुङ, अनररी क्याप्टन पीके श्रेष्ठ, सुबेदार धीरज गुरुङ अनि सुरेन गुरुङ भाइ सम्पूर्णलाई म धन्यवाद दिँदै आगामी दिनमा आउँदो वर्ष हामी यसलाई अझ भव्य रूपले पालन गरौं भन्ने म सबैलाई वचन दिँदै हिजोको कार्यक्रमको निम्ति सबैलाई धन्यवाद दिदछु। मेरो धन्यवाद।